के तपाईँले कहिले राति अचानक कुकुर रोएको आवाज सुन्नुभएको छ? विशेष गरी मध्यरातमा चारैतिर शान्ति भएको बेला अचानक कुकुरले आकाशतिर फर्केर रोइरहेको आवाज सुन्नुभएको छ? धेरै मानिसहरू यसलाई सामान्य मान्छन्, तर पुराना धार्मिक मान्यता र बुद्ध धर्म अनुसार राति कुकुर रोउनु कहिलेकाहीँ अशुभ सङ्केत पनि हुन सक्छ। भनिन्छ कुकुरले यस्तो कुरा महसुस गर्न सक्छ जुन सामान्य मानिसको आँखाले देख्न सक्दैन। तर आखिर किन रुन्छ राति कुकुर? के उसले कुनै अदृश्य शक्ति देखिरहेको हुन्छ वा केवल संयोग मात्र हो? आजको भिडियोमा हामी यही बारेमा जान्नेछौँ। राति कुकुर रोएको पछाडि लुकेको रहस्यमय तथ्य जसले तपाईलाई चकित पार्न सक्छ। यो भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस्, किनकि अन्तिम कुरा भनेपछि तपाईँ राति रोएको कुकुरको आवाजलाई कहिल्यै सामान्य ठान्नुहुने छैन। मित्रहरू, कुकुर एउटा यस्तो जनावर हो जसको सुन्ने र महसुस गर्न सक्ने शक्ति मानिसभन्दा धेरै तेज हुन्छ। उसले धेरै टाढाको आवाज पनि सुन्न सक्छ, कतिपय कुरा पहिले नै महसुस पनि गर्न सक्छ। त्यसैले पुराना मानिसहरू भन्थे राति कुकुर रोयो भने केही न केही सङ्केत अवश्य हुन्छ। विशेष गरी मध्यरातमा कुकुरले आकाशतिर फर्केर रोयो भने धेरै मानिस डराउँछन्, किनकि यो आवाज सुन्दा नै वातावरणमा डरलाग्दो हुन्छ। पुराना धार्मिक मान्यता अनुसार कुकुरले कहिलेकाहीँ नदेखिने शक्ति महसुस गर्न सक्छ। त्यसैले कतिपय मानिस विश्वास गर्छन् राति कुकुर रोयो भने वरिपरि नकारात्मक ऊर्जा हुन सक्छ। कतिपय गाउँघरमा अझै पनि भनिन्छ यदि लगातार धेरै रातसम्म कुकुर रोइरह्यो भने त्यो कुनै अशुभ घटनाको सङ्केत हुन सक्छ। तर याद राख्नुहोस् मित्रहरू, सबै कुरा डरकै कारण हुँदैन। धेरै जसो अवस्थामा कुकुर आफ्नो डर र एक्लोपन वा आवाजका कारण पनि रोएको हुन सक्छ। बुद्ध धर्मले के भन्छ? बुद्ध धर्मले मानिसलाई डर होइन, शान्ति र समझदारी सिकाउँछ। बुद्धले भन्नुभएको छ, डर मानिसको मनबाट जन्मिन्छ। यदि मानिसले हरेक कुरामा डर मात्र देख्न थाल्यो भने उसको मन अशान्त बन्छ। त्यसैले राति कुकुर रोयो भन्दैमा आत्तिनु हुँदैन, तर पुराना मानिसहरूले यसलाई सावधानीको सङ्केतको रूपमा भने लिने गर्थे। मित्रहरू, राति चारैतिर शान्त हुन्छ, त्यसैले सानो आवाज सुन्दा पनि धेरै ठुलो महसुस हुन्छ। लामो स्वरमा रुन्छ, मानिसको मनमा डर पैदा हुन्छ। विशेष गरी यदि तपाईँले पहिले नै भूत, आत्मा र अशुभ सङ्केतको कुरा सुन्नुभएको छ भने त्यो आवाज अझ डरलाग्दो लाग्न सक्छ। यही कारणले धेरै मानिस राति कुकुर रोएको सुन्दा डराउँछन्। के कुकुरले आत्मा देख्न सक्छ? यो प्रश्न धेरै मानिसले सोध्छन्। कतिपय धार्मिक मान्यताहरूमा भनिन्छ कुकुरले अदृश्य शक्ति महसुस गर्न सक्छ, तर यसको कुनै स्पष्ट प्रमाण भने अहिलेसम्म भेटिएको छैन। यद्यपि कुकुरको सेन्स धेरै तेज हुन्छ। उसले आवाज, गन्ध र मुभमेन्ट छिट्टै महसुस गर्न सक्छ, जुन कुरा मानिसले देख्न सक्दैन। त्यो उसले प्रतिक्रिया दिएको हुन सक्छ। यस्तो बेलामा के गर्नुपर्छ? यदि राति कुकुर रोएको आवाज आयो भने डराउनु हुँदैन। भगवानको नाम लिनुहोस्, मन शान्त राख्नुहोस्, सकारात्मक सोच राख्नुहोस्। बुद्धले भन्नुभएको छ, शान्त मनभन्दा ठुलो सुरक्षा केही छैन। यदि मन बलियो भयो भने डर आफै हराउन थाल्छ। मित्रहरू, कहिलेकाहीँ जीवनमा केही कुरा यस्ता हुन्छन् जसको पुरा रहस्य मानिसले बुझ्न सकेको हुँदैन। राति कुकुर रोएको आवाज पनि
त्यस्तै रहस्यमय कुरामध्ये एक हो। कतिपयले यसलाई सामान्य भन्छन्, कतिपयले सङ्केत मान्दछन्। तर एउटा कुरा सत्य हो, डरभन्दा ठुलो शक्ति हाम्रो सोच नै हो। त्यसैले मित्रहरू, राति कुकुर रोयो भन्दैमा तुरुन्त डराउनु हुँदैन। मान्यता र बुद्ध धर्मका कुरा सम्झेर जीवनमा सकारात्मक सोच राख्नुपर्छ। राम्रो कर्म गर्नुहोस्, मन शान्त राख्नुहोस् र भगवानप्रति विश्वास राख्नुहोस्। यदि यो भिडियो तपाईँको मोबाइलसम्म आइपुग्यो भने एक लाइक अवश्य गरिदिनुहोस् र यस्तै भिडियो आगामी दिनमा यस्तै भिडियो हेर्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सनुहोस्। धन्यवाद।